हेलो एभ्रिवान, राधे राधे। आज चाहिँ हामी कहाँ जान भनिकन हिँडेका अवश्य हजुरहरूले देखेर थाहा पाइसक्नु भएको छ होला हैन र? यदि थाहा पाउनु भएको छैन भने पनि भिडियोलाई अन्तसम्म हेर्नु होला, अवश्य हजुरहरूले थाहा पाउनुहुनेछ आज हामी कहाँ गइरहेका छौं। र हजुरहरू सबैजनालाई बडा दशैं र साथै विजया दशमीको हार्दिक मंगलमय शुभकामना छ। र आज चाहिँ हामीले घरमा टिको लगाएर अब साँझ पख चाहिँ ससुराली जान भनिकन घरदेखि निस्केर जाँदै छौं। र फाइनली जाँदा जाँदै बाटोसम्म पुगिसकेका छौं। अगाडिपट्टि श्रीमती र छोरी जाँदैछिन् र म चाहिँ पछाडि जाँदैछु। घर छेउकै बाटो हो यो चाहिँ, यतापट्टि चाहिँ बगान छ। र फाइनली अब हामी बाटासम्म पुगिसकेपछि चाहिँ एकजना टेम्पो दादालाई फोन गरेका थियौं र दादा पनि ठिक्क टेम्पो लिएर आइपुग्नु भयो र टेम्पोमा चढेर हामी चाहिँ सर अब हावा खाँदै गफ गर्दै रेलवे स्टेशन तर्फ लाग्यौं। र फाइनली टेम्पोमा मेरी छोरी चाहिँ लपक्कै भएर निदाइसकेकी रहेछन् मसँग। अनि श्रीमतीले भन्न थालिन् छोरी त निदाइ त भनेर, र उनले भिडियो बनाइदिन थालिन्। र हामी चाहिँ रेलवे स्टेशनसम्म पनि आइपुगिसकेका छौं। र म चाहिँ पहिले गएर अब टिकट गर्न थालेँ। र दादा हुनुहुँदो रहेछ, दादासँग टिकट मागेँ र टिकट दिनुभयो। टिकट दिएपछि चाहिँ म चाहिँ सरासरी अनि प्लेटफर्मतिर निस्केर आएँ। र यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ मेरी श्रीमती र छोरी। र छोरीलाई चाहिँ हेर्नु न एकदमै लजालु भएर धेरै नै लजाइरहेकी थिइन्, किनभने मैले भिडियो गर्दै थिएँ र उनले थाहा पाएर छोरी चाहिँ पुरै लजाउँदै थिइन्। र गर्दा गर्दै एकछिन पर्खिएपछि ट्रेन पनि आइपुगिसकेको छ र हामी चाहिँ ट्रेनमा चढेर अब गइसक्यौं। र बिचको मैले भिडियो बनाइला गर्दा गर्दै फाइनली हामी दुलियाजान पनि पुगिसकेका छौं। र ट्रेनबाट झरेर अब चाहिँ अब घरतिर जान लाग्नु पर्यो भनिकन अब हिँड्न थाल्यौं। र गर्दा गर्दै अगाडि हेरेको त भाइ आइपुगेका रहेछन् लिनलाई। र अब हामी चाहिँ अब घरतिर जान भनिकन हिँडेका। र यतापट्टि हामी आएको ट्रेन पनि यहाँ चाहिँ अब चाहिँ गइसकेको छ। र म चाहिँ अब भिडियो बनाउँदै पछि छु। छोरी, श्रीमती र भाइ चाहिँ अघि लागे। र फाइनली अब हामी चाहिँ प्लेटफर्मको बाहिरतिर निस्किँदैछौँ। अब टमटमसम्म जानुभयो। र यो चाहिँ दुलियाजान स्टेसनको रेलवे स्टेसनको बाहिरपट्टिको अब दृश्य हेर्न सक्नुहुन्छ। यस्तो छ, कति राम्रो एलइडी लगाइदिएको छ हैन। र स्टेसनको बाहिर निस्केर हामी चाहिँ अब टेम्पोमा चढेर फेरि घर जान भनिकन हिँडेका। र यतापट्टि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ डेली बजारमा भएको दुर्गा पूजाको पण्डाल हो। र यो पनि दोस्रो पण्डालै हो, डेली बजारको नै हो। र यतापट्टि चाहिँ सधैँ चाहिँ हामी यो बाटोबाट जान्थ्यौं। र आज चाहिँ हामी अब फर्काएर 16 नम्बरपट्टिबाट हामीलाई लाने पर्नु भयो दादाले। र गर्दा गर्दै हामी जयानगरसम्म पनि आइपुगिसकेका छौं। 16 नम्बरपट्टिबाट किन लाने पर्नु भयो भन्नुहुन्छ भनेदेखि पछाडिपट्टि हामीसँग अझै दुईजना पेसेन्जर बस्नु भएको थियो र उहाँहरूलाई अब ड्रप गर्नको लागि भनेर 16 नम्बरपट्टिबाट अब फर्केर जाने पर्नु भयो। र अब हामी त अब घरसम्म पुग्नु छ, जसरी जतैबाट लगे पनि अब घर पुरै दिइहाल्नुहुन्छ भइहाल्यो हैन। र त्यही भएर अब जतैबाट गए पनि हुन्छ दादा भनेर भन्यौं। र हामी चाहिँ अब 16 नम्बरपट्टिबाट आउने पर्यौं। र गर्दा गर्दै हामी 16 नम्बरसम्म आइ पनि पुगिसकेका छौं। र हामीसँग आउनुभएका दुईजना पेसेन्जरलाई चाहिँ दादाले ड्रप गरिदिनु भयो। र उहाँहरूलाई ड्रप गरिसकेपछि चाहिँ अब हामी फाइनली अब सिधै घर जान भनिकन अब घर हिँडेका। र हाम्रो छोरीलाई चाहिँ पुरै निन्द्रा लागिरहेको रहेछ। र छोरीको अनुहार हेर्नु न, र यतापट्टि चाहिँ मेरो अनुहार चाहिँ हेर्नु, मेरो मुख तामुल खाएर रातो भइसकेको छ। र हामीले अब फाइनली अब बोल्दा बोल्दै अब घरसम्म पनि पुगिसकेका छौं। र दादाले हामीलाई ड्रप गराइदिनु भयो र दादा चाहिँ अब फर्केर जानुभयो हैन। र फाइनली हामी पनि घर आइपुगिसकेका छौं। घर आइपुग्ने बित्तिकै आमाले भन्नुभयो पहिले टिको लगाउँ भनेर भन्नुभयो। र हामी चाहिँ टिको लगाउन थाल्यौं। दानम सुदर्शतु बलञ्च सत्यन्त कुन्ती सुते विज्ञानी विदुरे प्रभतिवतान कृष्ण नारायणे जीवकल्प सहस्राणं तेजवृत्ति जशोबलं प्रसन्नं देवी कल्याणं तिलकं रिपुमर्दनं भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवा धात्री स्वासुधा नमस्तुते सर्वे मङ्गलमाङ्गल्यं शिवे सर्वर्थसाधिके सर्वनेत्रम्बके गौरी नारायणी नमस्तुते ब्रह्मकरोति देवाय विष्णुकरोति सुखसम्पदा हरति पापानि गायत्री रक्षतु चण्डिका नु भगवानले रक्षा गरून् सबै देवी देवताले जातक यो भिजाको फोन आएको छ। दानम सूर्यसुत बलन्त हलरे कस्तन्त कुन्ती सुते विज्ञानी विदुरे प्रभतिवतान कृष्ण जीवकल्प सहस्राणं तेजवृत्ति जशोबलं प्रसन्न। र यसरी हजुरआमाले, बाबाले, मम्मीले
सबैजनाले हामीलाई टिको लगाइदिनु भयो र टिको लगाइसकेर चाहिँ अनि हामी घरतिर गयौँ। घरमा फेरि आज बुइनीको जन्मदिन रहेछ। बुइनी भन्नाले मेरो ठुलो सालाको श्रीमती र उनको चाहिँ अनि अष्टचिरञ्जीवीको पूजा गराइदिनु भन्नु थाल्नुभयो मम्मीले र मैले चाहिँ अनि अष्टचिरञ्जीवी भगवानको पूजा गराइदिएँ। त्यसपछि चाहिँ खाना खाएर अनि हामी चाहिँ भावना हेर्न भनिकन घरदेखि निस्केर आयौँ। विष्णुज्योति हाई स्कुलको छेउको फिल्डमा भइरहेको थियो भावना प्रदर्शन र हेर्न सक्नुहुन्छ सुरु भइहालेको थिएन र हामी पुगिसकेका थियौँ। र हजुरहरूलाई भिडियो कस्तो लाग्छ अवश्य कमेन्ट गरेर भनिदिनु होला र भिडियो मन परेमा जति सक्नुहुन्छ लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला। र आजको भिडियोमा चाहिँ यति नै। राधे राधे।